तिनवटा बोट ल्याउने तिनवटा बोटले चाहिँ पालै पाला बङ्गु जानु उठाउँदै खोइ पाल्दै गएर आज एउटा हातले भन्दा सिग्नल छ अरे ल हेलो एन्ड नमस्ते वेलकम ब्याक टु आवर न्यू भिडियो तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु नयाँ सुरुवात सँगसँगै ह्यापी न्यू इयर 2082 सालको सबैजनालाई मङ्गलमय शुभकामना भन्न चाहन्छु है त। अनि हाम्रो यता हुनुहुन्छ नेपाल यता हुनुहुन्छ साजन ब्लग अनि के छ त हजुर आएर 2022 सालको सबैजना मङ्गलमय शुभकामना राम्रो गर्दै जानु। 81 साललाई हामीले चाहिँ चत्तपाराम मजाले बिदाई गरेका छौँ। अब चाहिँ जति साल 81 सालमा दुःख गऱ्यो नि त 82 सालमा चाहिँ दुःख गर्न नपरोस् भन्न चाहन्छु। त्यही त ठुलो कुरा चाहिँ अनि चाहिँ पैसा होस् मलाई चाहिँ फलोस् फुलोस् है जीवनमा आँटेको कुरा सोचेको कुरा पुरा हुँदै जाओस् त्यही त नि। अनि सबैजनाको धेरै माया पाओस् अनि युट्युबमा चाहिँ 1K सब्सक्राइब चाहिँ छिटोभन्दा छिटो पुग्नु परोस् त्यही त नि। अनि त्यसपछि लाएर अनि मलाई देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा आफन्त मित्रहरू सम्पूर्ण नेपाली प्रति चाहिँ 2082 सालको मङ्गलमय शुभकामना पनि भन्छु है त। यति पनि आउँछ मलाई त। अनि म चाहिँ भर्खर उठ्ने बित्तिकै बाहिर त उज्यालो भइसक्यो रहेछ त घामसाम लगाइसक्यो। अनि म चाहिँ भर्खर उठेँ अनि अब यहाँ चाहिँ धातो गीत धातो बित्तिकै फेरि हामी नेपालीको पहिचान हो नि त फेरि लाउनै पर्छ यो भयो भने मलाई पहिचान नेपाली हो भने मलाई गर्व लाग्छ बुझ्नुभयो। अनि म चाहिँ अनि आज चाहिँ 82 सालमा चाहिँ उठेँ अनि ब्रुस गरेँ नुहाइधुवाइ गरेँ अनि त्यही त नि 82 सालमा अब नयाँ कपडाहरू नयाँ लगाएर त भन्छ जस्तो नयाँ कपडा लगाएर हिँड्न सकिन्न तर पनि मनमा चाहिँ खुसी नयाँ सालमा चाहिँ खुसी चाहिँ हुनुपर्छ रे भन्छन् क्यारे होइन ल। अनि म चाहिँ अब च्यात्त पारामा टक्क पारामा कता जान्छु थाहा छ तपाईँहरूलाई उठ्छु अनि कपडा लगाएर देखाउँदैन। 82 सालमा 81 सालमा चाहिँ जति नराम्रो देखाएँ अब 82 सालमा चाहिँ राम्रो देखाउने चाहिँ के चाहिँ ल। अनि अब चाहिँ कपडा लगाउँछु अनि त्यही हो अरू त के हुने अन्डर पेन्ट सेन्ट त्यही हो गर्छु लाउँछु अनि एकछिनमा भेट्छु अनि पसलमा चाहिँ आज स्पेसल खाना आजको दिन त खतरा हुन्छ भने खतरा हुन्छ तपाईँहरूले हेर्दै बस्नु ल के गर्दै गर्छु ल एकछिनमा भेट्छु ल हुन्छ ल एकछिनमा भेट्छु। अनि म चाहिँ अब स्याक पारामा निक्लिन्छु अनि कपडा सबै ड्याङ स्याङ तल्काइदियो आयो त म्याम कति नराम्रो हुने भने कि अब राम्रो हुनु पऱ्यो नि त। अनि मलाई कसले पहिला त के सोच्थेँ भनेपछि 81 सालमा त मैले 81 सालमा त कसको लागि राम्रो हुन्छ र भन्ने सोच्थेँ नि त। अब चाहिँ टक्क लगाएर अनि गर्नु पऱ्यो नि त मैले त चाबी बन्द गर्नुपर्ने हुन्छ टक्क लगाएर 81 सालमा कसको लागि राम्रो गर्नु छ र मैले भन्ने सोच्थेँ नि त। 82 सालमा चाहिँ के हुन्छ भनेपछि चाबी लाउनु अप्ठ्यारो छ कि अनि 81 सालमा कसको लागि राम्रो गर्नु छ र किन राम्रो हुन्छ अरे यहाँ भनिदिन्थ्यो नि त। 82 सालमा चाहिँ अब सबैको लागि प्यारो हुन्छ भन्ने सोचिन्छ कि ल पसलमा भेट्छु है त। च्यात्तोमा अनि हाम्रो चाहिँ समस्या हुँदैछ अनि त्यहाँ उस हुँदैछ ट्याक्कबाट म चाहिँ घर उठेर आइसक्यो अनि के सोच्नु पऱ्यो आउँछु म आउँछु खाइदेऊ र बैना देखाइदेऊ र के हो बैना देखाएर चुपा हालेर आऊ खाना हो उ त अब चुपा खाँदै उसलाई खान्न मोडु अनि म चाहिँ भर्खर उठेर आइसकेँ अनि अब चाहिँ ट्याग गराएर अनि अब चाहिँ टक्क लगाएर अनि टिका बनाएको मम्मी हाम्रो लाउँछु भने पैसा पाउँछु कि नयाँ मुजा चाहियो नि त मुजा मेरो मुजा लास्टै फोर्छ भने होइन पैसा दिने मात्र लाउने मैले त 100 रुपियाँ ए ठ्याक्क मुजा 100 रुपियाँ मुजा किन्ने पैसा आउँछ
आशीर्वाद दियो फेरि दुईटा बुढी ल्याउस् भनेर आशीर्वाद नदियो है चिन्ता धान्न सक्दिनँ त्यो दाइले म खोर बनाउनु लाग्छ त्यत्रो खोरा थियो अनि अब चाहिँ म चाहिँ मैले चाहिँ 3टा बुट ल्याउने 3टा बुटले चाहिँ दाइले चाहिँ पालो बङ्गुको दाना उठाउँदै खुवाउँदै पाल्दै गर्ने रे अनि ठिक छ म चाहिँ भरबाट आइसकेँ अनि म चाहिँ अब चिया खान्छु के छ तपाईँलाई नयाँ वर्षको नयाँ कुराहरू भनिदिनुहोस् आजको ल मान्छेको नयाँ सालको नयाँ कुराहरू नयाँ सबै कुरा बदलिन्छ अरे भाउजूको सोच कतिको बदलिन्छ भनिदिनुहोस् 82 सालको केही कुराहरू देश विदेशमा हुनु नि हाम्रो भनिदिनु न अब आफन्तहरूलाई के भन्न चाहनुहुन्छ आफन्तहरूलाई के भन्न चाहनुहुन्छ विदेशमा हुने अश्विन दाइजीहरू छन् जापान छाउमा भएकोहरूलाई के भन्न चाहनुहुन्छ ह्याप्पी न्यू इयर सबैलाई सबै खुसी रहनु भाइमा कि ह्याप्पी न्यू इयर सबैलाई दुःख भावुक अवस्थामा नि तिमीलाई भन्नु 22 सालको मन्दिर छु भन म घाम हान्छु तपाईले भन्नु त मन्दिर आइसक्यो के भन्छ भने टेम्पल मन्दिर के भन्छ तिमीले कलको बेइज्जत गरे यिनीहरुले ल आइज शुक्रिया ठुलो हुनु यो भिडियोले पहिल्यै त्यो हुन्छ नि हिसाब हान्नु साइन्स यता हेर त गुड खुट्टा दोपर्नु है गुड खुट्टा हेर त खुट्टा त्यो गर्ने 1 2 3 4 यस्तै मेरा सारा जिन्दगी छोरीहरूलाई चाहिँ हामीले 5 लाखै दिनुपर्छ भने छैन कि 5 रुपियाँ दिए पनि हाम्रो त जितेर पैसा आइनु बल 5 रुपियाँ दिइ नसोच्नु होला फेरि यहाँ लगाइसक्यो त ल मेरो भुँडी ल मेरो बुढी अर्काको पछि नलाऊ आए अब चाहिँ हाम्रो यात्रा भन्ने कडाको भनेपछि हाम्रो चाहिँ जानुपर्ने हुन्छ हाम्रो डेस्टिनेसन भनेको अब चाहिँ हामी चाहिँ काउले गौडाको अनि हामी चाहिँ यहाँबाट बेनीबाट चाहिँ हामी चढिसकेको छौँ अनि अब चाहिँ हामी कहाँनिर भन्छ हाम्रो साइकलहरू चाहिँ यहाँनिर साइकल चाहिँ यहाँ छतमा अनि हाम्रो दाइ हुन्छ गुरुजी चाहिँ ओहो घटान आमा अनि यहाँनिर चाहिँ हाम्रो साइकल छ अब चाहिँ हामी अब लाग्नुपर्ने हुन्छ ल त ह्याप्पी न्यू इयर मेरो दाइ ल अब चाहिँ हामी त कमा चाहिँ ढाकामा बसेर पसिनै आयो भने यो त हुन्छ नि माथि ल अब आउनु भयो अनि हाम्रो चाहिँ हामी साइकल छ अब चाहिँ हामी चढ्नु पर्ने हुन्छ खुल्ला छँदै छैन अब चाहिँ हामी यहाँबाट लाग्छौँ बेनीबाट चाहिँ फाइनल्ली हामीले चाहिँ बस्नलाई अनि अब चाहिँ हामी लाग्छु सन्देश के छ ठिक छ गाह्रो भइरहेछ हाम्रो यात्रा कता गएको आज कति गते आज 1 गते सालको शुभकामना सबैजना 82 सालको 1 गतेको दिन लाग्यो है त टक्क लगाएर अब चाहिँ हाम्रो डेस्टिनेसन कहाँनिर हो अनि हामी कहाँ जानुपर्ने हुन्छ त्यहाँनिर अरू भेट्छौँ अब टक्क लगाएर हाम्रो आमा यो हो कि सिन्धु आमा हेर्ने गाउँहरू है क्या भोबाल के घटान भन्ने गाउँ यो रहेछ होइन यो चाहिँ सप्तसिनी हाम्रो गाडी चाहिँ यहाँनिर यहाँ चाहिँ कुखुराहरू होइन गाउँमा टक्क बाहिर अलिक डेन्जर भयो बाटो त आमा ल अब म चाहिँ त त्यहाँ कोठहरू भइसक्यो अब हामी माथि गएर भेट्छौँ होइन हाम्रो साइकल चाहिँ यहाँनिर अब हाम्रो डेस्टिनेसन चाहिँ कहाँनिर हो भनेर हामी चाहिँ आइसकेको छ नि यहाँनिर चाहिँ टक्क घरहरू छ नि हामी चाहिँ टक्क उस पाइप चाहिँ घटान होइन यहाँ ठाउँको नाम चाहिँ सन्देश माथि चल ल त्यही त हुन्छ अनि हाम्रो साइकल चाहिँ माथिपट्टि हो कि माथि टिकापट्टि छ नि बाइक बेच्ने भने चाहिँ भाइहरू बाइक किन्नु खोजेको तिमीलाई उसले चाहिँ टक्क बाइक किन्ने हिँड्ने आएको टक्क बाइक किनेको पार्टी डरो खानुपर्छ हामीले साइकल हिँड्न कस्तो माथि छ आमाले है अब कसरी झार्नुपर्छ हेरौँ न कहाँ मर्दो
भर्खरसम्म एउटा आनावा कुखुरा केर लिएर आँट छैन नि कुखुरा बस आउँदै उतापट्टि गरेर अन्त त्यो होइन त्यो पहिलाको झियो शनिश्चरमा चरम त्यहाँबाट कि म चरम त्यसरी कहाँ झ्याप्पो मुखमा ल्याउँछ नि भन्दा सिक्न छ अरे ल ल ल बिस्तारै बिस्तारै ओइ 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 आमा आए ल ए साइकल सन्डे साइकल ल मेरो जाऊ मेरो पनि झाऱ्यो ल मेरो त्यहाँ त काउडे छ भाइको लास्ट डेस्टिनेसन है ल मेरो ल ल ल टक्क हामी जङ्गल राइड हुन्छ बवाल हुन्छ तर अब बाटोतिर यसो हेरौँ होइन सिनेमेटिकहरू अनि हामी चाहिँ साइकल दिन्छन् दिदी अहिले त यता आमा बाहुबली आमा साइकललाई त धेरै केजी छैन नि त सेकेन्ड बाहुबलीको नक्कली बाहुबली अनि अब चाहिँ हामी यहाँबाट चाहिँ लाग्छौँ अनि बेनीतर्फ लाग्छौँ अनि टक्कलाई यहाँबाट एकछिन यसो हेर्छौँ मिनी कहाँ जानु लाग्यो अनि त्यहाँबाट भेट्छौँ है त त्यो हो कि तरिका हामी बाख्रा हेर्नु त्यहाँ छेउमा होइन यस्तो बाख्राहरू अनि गाउँको भाइ पछि त्यही रहे अनि यो चाहिँ बेनीदेखि चाहिँ माथि कति 1-2 घन्टा लाग्दैन यहाँ चाहिँ अनि बाटो चाहिँ एकदम हार्ड छ अनि हिँडेर चाहिँ मान्छे हिँडेर आउनु त आउँछ है गाउँमा त हिँडेर आउनु छ बाटो खै आउनु त राम्रो गाडी हिँड्ने बाटो हुन्छ आउँछ हिँडेर तर गाह्रो हुन्छ नहिँड्नु होला साधनहरू गयो भन्दा चाहिँ नआउनु होला मेरो धेर चाहिँ नगर्नु होला फेरि अप्ठ्यारो पर्छ यहाँ माथि पामाइ छ हामी बाख्रा हेर्नु आमा अनि बाख्राहरू क्या भाइ भाइले बेच्ने अनि भाउदैन बाख्राहरू है गोठमा टक्क लगाएर नयाँ सालमा उही सन्चै हाम्रो चाहिँ सन्देश अनि फिल्म बाइक आमा यो हो कि भाइ भनेको यो चाहिँ अनि हाम्रो चाहिँ गाउँमा आउँथेको हुन्छ नि यस्तो हुन्छ कि हामी चाहिँ बाइक हेर्दैछु अनि होइन आमा ओइ सन्देश यहाँबाट जग्गा ल अनि हिँड्नु बाख्राहरू है भाइ यसको भैँसी के यो राम्रो जाउ त्यहाँ ल्याऊ कि त्यहाँ यसो सघाइदेऊ त अनि हिँड्नु बाख्रा अनि यहाँ चाहिँ बाख्राहरू छ ल अनि म चाहिँ अब यहाँबाट चाहिँ यसो सेनी हेर्नु बाख्राहरू क्या भएपछि है आमा मलाई यहाँ चाहिँ भोला अफ पनि मन लागेन कि अनि गाउँ पनि क्या आनन्दको छ होइन सहर क्या मिलेको गाउँको गीत हुन्छ नि अरूहरू हुन्छ नि त्यस्तो पल्लो घर तल त्यस्तो छैन कि यहीँ घर छ अहिले तल घर छ यहीँ घर छ उति माथि घर छु यहीँ घर छ यहीँ माथि उति घर छ यो हाम्रो गाउँ चाहिँ कस्तो हुन्छ नि तारा खाएको गाउँ कि गाउँको भाइ चाहिँ कस्तो हुन्छ नि बजारमा बस्नु नि त नि बाख्राहरू चलिचिनुको आवाज होइन अनि बाँसको बुढाहरू यहाँ राख्ने केरा सेरा होइन अनि गाउँमा चाहिँ त्यही त नि अब थाहा त भएर सुन्तला हेर्नु चाहिँ सुन्तला बुढाहरू देखिरहेको छ ल अनि एकछिनपछि म चाहिँ अनि भेट्छु अनि हाम्रो बाइक के हुन्छ नि छ अनि त्यहाँबाट चाहिँ बेनी फर्किनु पर्ने हुन्छ हामी चाहिँ अनि त्यही त नि गोबरमा हाम्रो चाहिँ के हुँदैछ आज आमा बङ्गुरबाट होइन बङ्गुरको मासु चर्या पारामा खाँदैछु अझै चार बाह्र ट्याकको बाह्र छ बाह्र हाम्रो चाहिँ भाडु चाहिँ स्पेसल बाह्रमा रोज हाम्रो कहाँ छ 1000को हाल मङ्गल भन्नुहुन्थ्यो तर आज 2022 सालको मङ्गलमा सुन थाल्यो त अरे आमा मेरो दिमाग छैन रे आज यो रोज हुन्छ नि कस्तो हुँदैछ हेरौँ त वाउ एक पिस बढी न बुढीको भाइ मलाई हाल्यो अनि म चाहिँ अब चराम खान्छु हेर्नुहुन्छ के आउँछ मेरो भागमा दिए हुन्छ जान्छ बुढी यहाँ अनि यो मोटो हुनुको फाइदा के छ थाहा तपाईँहरूलाई जति पानी क्या पानी हुन्छ कि मसिन भाँडाहरू सानो के गरौँ तपाईँ खानुहुन्छ मासु के र अहिले आम के भन्ने आमा एकछिन वेटिङ गरे हुन्छ है आमा त्यो दाल तकाल सकेन अलिक त्यो हुन्छ रोज पाउँदा त
नबनाएको नबना त्यहाँ हेर त्यसमा उता हेर आमा रोस आयो रोस कहाँ चाहिँ यस सामूसँग देख्दैन क्यामेरा अलिक बटाउनु त्यो सबैलाई पुरा हो मन मासु झोल भने झोल त बरु सबैले खायो हुन्छ मासु तिमीले त सबैले राख मासु लवर आमा आमा नि आयो हुन्छ नि त अब मान्छेले पैसा अमनलाई लाग्यो भोलि नै अमनले पैसा किन यतै आज मासु आयो भोलि मासु खानु दियो भन्छ ह्याप्पी बर्थडे भन्नुहोस् नि सुँगुरको मासुमा पल्केको अङ्गुरले के बनाउनु पर्छ नि बजार छ नि बिहान गर्ने मलाई मन पर्दैन फेरि घाँटी त दुख्छ रे मासु खानुको झोल तान्नु चरामजना खान्छु है म ल अलि भेन्छु एकछिन त्यस्तो नभनेको चिकन त झोल्नु दिएर दुध र भात खान्छ भातमै खानु भने एकछिन राख्नु अलि बोल्छु ल म खाना खान्छु बेला